रूपमा सबैलाई थाहा छ। यो कार्यक्रम हामी चैत्र 28 गते हिजो सञ्चालन गर्ने भएका थियौँ, तर विविध कारणले उनीहरू पनि आएर फर्किनुभयो। यी आदि चिजले यो अचानक जो 4 बजेदेखि रातिको 4 बजेदेखि पानी 11 बजेसम्म लगातार परिरहेको कारणले गर्दा हामी त्यो कार्यक्रम हिजो सम्पन्न गर्न अथवा सञ्चालन गर्न सकेनौँ र हिजोको कार्यक्रमको यो निरन्तरता चाहिँ आज हो। र प्रमुख अतिथिकै आसन ग्रहण गर्न सुनवर्ती नगर त्यसरी नै अतिथिको क्रममा रौतहट नगरपालिका वडा नम्बर 5 का धेरै धेरै धन्यवाद। आज यो
24औं वार्षिक उत्सव श्री राइटिङ बोर्डिङ स्कुलका आजको कार्यक्रमको अध्यक्षता गरिरहने हाम्रो अध्यक्षज्यू अर्को प्रमुख अतिथि आदरणीय रमणका चुरालज्यू र अतिथिज्यू यो वार्षिक उत्सव भएदेखि मलाई चाहिँ अलिक कता अलिक आइसक्यो सबैलाई किनकि हामीले यस्तो पर्दाखेरि हामीले वर्ष दिनको मेहनत गर्नु परेको चाहिँ एक दिन हामीले रिजल्ट सुनाउनु पर्दाखेरि हामीले चाहिँ पुरा हात पारेर बस्नु पर्थ्यो किनभने जतिखेर हामी त्यो अवस्थामा थियौँ हामीले पढ्ने कुरोलाई चाहिँ अलिकति ध्यान
पर्दैन थियो होला। तर अहिलेको बच्चाहरू के भने अहिले सबै हामी सानो सानो कुराले अहिले उच्च शिक्षा भनेर हामीले जुन हामीले अहिले हरेक वडामा वा तहमा अहिले बोर्डिङ स्कुलहरू हामीले सबै ठाउँमा निर्माण भएका छन्। त्यसैले क्लास 2 पछाडि क्लास 3 को आयो र यसको नतिजा प्रकाशनको लागि यस कार्यक्रमका सञ्चालिका भाइ बहिनीहरूलाई त्यसै गरी आज मैले पहिलोपल्ट यसै विद्यालयमा अध्ययनरत विद्यार्थी भाइ बहिनीहरू भविष्यका कर्णाधारहरू म सबैमा एकमुष्ट हार्दिक नमस्कार। Jahani
किसिमको गतिविधि रह्यो। जे होस् यो स्कुलप्रति अभिभावकहरूको अत्यन्त विद्यार्थीहरूको अत्यन्त माया रहेको मैले पाएको छु। यो विद्यार्थी सङ्ख्याले पनि बताउँछ र यहाँहरूले टाइममा दिएको सल्लाह चाहे फोनबाट होस् या भेटघाटबाट बिग्रेको छ यहाँहरूले पाउनु भएको छ। धन्यवाद सबैलाई। सबै समाधान भएर गएको छ। सर मेरो छोरीले त भातै खाइराखेको छैन। त्यस्तो चिज रहेछ यो टिचरमा त्यति डिपेन्ड रहेछ। अब जन्म दिने टिचरभन्दा ठुलो हो मेरो हिसाबले। अब यो कर र आमाबाट अलिक कम डराउने मलाई सुझाव दिइराख्नु भएको हुनाले हाम्रो बच्चालाई सानोदेखि यदि हामीले छैन त्यही भएर गार्जियन पनि हामी त्यसरी वाच गर्दो रहेछौँ त हो त्यो वाच गर राम्रो भनाइलाई प्रस्तुत गरेर जानुभएकोमा उहाँलाई फेरि एकतार जोरदार तालीका साथ स्वागत गरौँ। त्यसै गरी जोरदार तालीले सम्मान गरौँ। मनेश्वरी देवी शाह, रबरचन्द कालपुरिया, पगनी देवी अगाडि ल्याउन सहयोग गर्नुहोला। यस वृद्ध बुवाआमाहरूलाई समातेर डेर्याएर स्टेजसम्म ल्याइदिनु। जसिका मोक्तान, पूर्णिमा पराजुली, पूर्णिमा विभिन्न समयमा कक्षा 6 र 7 का नानी बाबुहरू पुरस्कार वितरण पछाडि 2081 सालमा लिएको वार्षिक परीक्षाको
नतिजा प्रकाशन सम्बन्धी कार्यक्रमलाई अगाडि बढाउँदै सर्वप्रथम जसरी क्यानाडा अमेरिका तेरे मेरे प्यार के करके हर जबान पर सबको मालूम है और सबको खबर हो गई। बेस्ट अवार्डको पुरस्कार आदरणीय उपमेयरज्यूहरूबाट हस्तान्तरण भइरहेछ। सबैले ताली बजाएर स्वागत गरिदिनु होला। सम्पूर्ण महानुभावहरू सबैजना बेस्ट हुनुहुन्छ र हाम्रा नानीहरूको उत्तिकै केयर गरेर थियौँ। खोजेर 5 जनालाई बेस्ट अवार्ड दिएको हो। Thank you.
कुछ हुआ है लाइफ की गाड़ी में कस के मारा ब्रेक हो रहा है क्यों कंफ्यूज मेरे तू मशवरा मेरा तू आजमा के देख यही उम्र है गलती से मिस्टेक 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 बेटा थोड़ी बॉडी बनाना डालो कमल की फसल लगाना चलो बेटा शुरू हो जाए बदल उठा के थोड़ा वीडियो लगाना So the first one is Harshika Khadka, Oscar Kharel, Dipsika Samjana Rajwanshi, Sridhara Nepali, and the last one is Kritika Basle. Thank you. यसमा कक्कती र कार्टा भाइ बहिनीलाई स्मृति हिमाल धन्यवाद सजिलो सब्जी हो म कक्षा 5 उहाँको माया कम भएको छैन। फेरि पनि म प्रिन्सिपल सरलाई धेरै धन्यवाद दिन चाहन्छु। साथै यो स्कुल परिवारले यो कार्यक्रम जुन वार्षिक उत्सव लगायत आज अध्यापन गरेर यहाँको शिक्षक शिक्षिकाले कक्षा 12 मा पहिलो दोस्रो र तेस्रो स्थानीयहरूको नाम भाइहरू त हुनुहुन्न। नतिजा यस प्रकार रहेको छ। एलिजा डाँडी, विद्या सिंह, लक्षिता भण्डारी, एमडी
सहज स्वीकार गरी भगवान स्वरूप वृद्ध बुवालाई ल्याएर यहाँ सम्मान गर्नु हो। यो पनि एउटा कर्तव्य हो। पैसै मात्रै ठुलो कुरा होइन, तर पैसासँग धेरै कुराहरूको चाहिँ संस्थाबाट अगाडि लग्यो भने त्यो सुहाउँदो हुन्छ। मैले त्यो देखेँ। त्यसैले यो सोच अझै अगाडि बढोस् भन्ने यो बोर्डिङ स्कुललाई म धेरै धन्यवाद दिँदै मेरो समय दिनु छैन। गार्जियन अवार्डमा 2081 सालको वार्षिक वा अभिभावक दिवसको उपलक्ष्यमा हाम्रो सानो छ, के गरिरहेको छ, के गरेको छैन, सबै कुरा छ। यहाँ मेरा पनि नाति नातिहरू नाति 12 पास भइसकेका छन्, 13मा गार्डनमा छ, राम्रै परिरहेको छ, राम्रो नम्बर गरिरहेको छ। भोलिका दिनहरू पनि यो हाम्रा राजनीतिक प्रब्लमहरू कति विद्यार्थीहरू भोलि केही न केही गर्छन् भने म विश्वास दिन्छु र विद्यार्थी भाइ बहिनीले म यसपालि के प्लस ल्याउन सकिनँ, ल्याउन सकिनँ त्यसमा मन मान्दैन। म अब